विदेशमा बस्ने नेपालीहरूमा खुसियाली छाएको छ। बालेन सरकारले यस्तो चमत्कार देखाइदिएको छ। हिजो मात्र सार्वजनिक गरेको जो प्रतिबद्धता पत्र हो, त्यो प्रतिबद्धता पत्रको बुदा नम्बर 15 वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरू जो सम्बन्धित देशको सुविधा प्राप्त गर्नको निम्ति त्यो देशको नागरिकता प्राप्त गर्न बाध्य गरेका छन्। उनीहरूको नागरिकता स्वत फस्ने गरी जो कानुन बनाइदिएको छ, त्यो कानुन निष्क्रिय संविधानको अवधारणा विपरीत छ। यो नागरिकता सम्बन्धी ऐनको दफा 10 जसले कुनै पनि नेपाली नागरिकले विदेशको नागरिकता लियो भने त्यसको नागरिकता भनेर जो नागरिकता सम्बन्धी नीति बनाइएको छ, त्यो नीति संविधानको आशय संविधानले नेपाली नागरिकलाई सार्वभौम सत्ता सम्पन्न त्यो सार्वभौम सत्ता सम्पन्न नेपाली नागरिकको नागरिकताको प्रमाणपत्र भनेकै सार्वभौम सत्ता त्यो राज्यले खोज्न पाउँदैन। सार्वभौम सत्ता सम्पन्नताको प्रमाणपत्र पनि राज्यले खोज्न पाउँदैन। अन्तर्राष्ट्रिय रूपमै स्थापित मान्यता हो। त्यसकारण यसलाई बालेन नेतृत्वको सरकारले उल्टाइदिएको छ। वैदेशिक रोजगारीमा गएका जो नागरिकहरू हुन्, एनआरएनए भनेर जो नयाँ नागरिकताको प्रकार निर्धारण गरेर उनीहरूलाई वास्तविक नेपाली नागरिक हामी होइनौ भन्ने अवस्थामा पुर्याइएको थियो। तर एक पटकको नेपाली, सधैँको नेपाली भन्ने मान्यताका साथ नागरिकता नीति अवलम्बन गर्दै बालेन नेतृत्वको सरकारले यसले 1 करोडको संख्यामा वैदेशिक रोजगारीमा गएका हाम्रा नेपाली युवाहरूलाई नेपालको नागरिकताबाट तपाईहरू वञ्चित हुनुहुन्न है, मताधिकारबाट तपाईहरू वञ्चित हुनुहुन्न है, सम्पत्ति बेचबिखनको अधिकारबाट तपाईहरू वञ्चित हुनुहुन्न है, सम्पत्ति खरिद गर्ने अधिकारबाट र नेपालमा कुनै पनि योजना परियोजनामा लगानी गर्ने अधिकारबाट पनि तपाईहरू वञ्चित हुनुहुन्न। नेपाली नागरिक नै हुनुहुन्छ तपाई। एक पटक तपाईहरूले प्राप्त गरेको नागरिकता तपाईहरू स्वयंले मैले नेपालको नागरिकता परित्याग गरे नभन्दासम्म तपाईको नागरिकता खारेज हुन सक्दैन। यो दृढता अहिले राष्ट्रिय प्रतिबद्धताको रूपमा सरकारले जो प्रतिबद्धता पत्र हिजो सार्वजनिक गरेको छ, त्यसले सबैमा खुसियालीको सन्देश दिए।